नमस्कार साथीहरू, आज म इमेजमा थप नयाँ भएका केही कुराहरू चाहिँ म यहाँ गरेर देखाउन गइरहेको छु। सबैले हेरेर साथ दिनु होला। सबभन्दा पहिला हामीले एउटा वेब ब्राउजर ओपन गर्नुपर्छ। त्यो वेब ब्राउजर म एउटा ओपन गर्न गइरहेको छु। हेर्नुहोस्, मैले ओपन गरिसकेँ। अब मैले यहाँ एउटा वेबसाइट हान्नुपर्ने हुन्छ। त्यो इमेज हो, एउटा इमेजको वेबसाइटको हानिसकेपछि एउटा यहाँ आएर बस्छ। त्यो मैले ओपन गरेँ, इमेज chrt.gov.nb। यो हानिसकेपछि हामीले यहाँ देख्न सक्छौँ इमेजको लगइन गर्ने। अब हामी इमेज लगइन गर्छौँ। इमेज लगइन गरिसकेपछि हाम्रो स्कुल कोड र पासवर्ड चाहिँ अलरेडी बसिएको हुन्छ। त्यसमा एउटा क्याप्चा मात्र हामीले हानेर खोल्नुपर्ने हुन्छ। जस्तै म क्याप्चा हान्न गइरहेको छु, HML6 र लगइन गरेँ। मैले मेरो इमेज खोलिसकेको छ, तपाईहरुले देख्न सक्नुहुनेछ। र हामी अब स्कुल प्रोफाइलमा जान सक्छौँ। स्कुल प्रोफाइलमा गएर हामीले यहाँ सहमत छु अथवा असहमत छु के भनेर हामीले यसमा म सहमत छु भनेर हामीले क्लिक गर्नुपर्ने हुन्छ र हाम्रो यो ड्यासबोर्ड खुल्छ। यसमा चाहिँ हामीले देख्न सक्छौँ हाम्रो विद्यालयको नाम पहिला इङ्ग्लिसमा मात्र थियो भने अब नेपालीमा पनि आइसकेको छ। श्री पिपल डाँडा आधारभूत विद्यालय, पिपल डाँडा आधारभूत विद्यालय भनेर मैले लेखिसकेको छु। विद्यालयको नाम नेपालीमा भनेर हामी यहाँ तपाईहरुले नेपालीमा टाइप गर्न सक्नुहुन्छ र सबै यहाँ इन्फर्मेसनहरु टाइप गरिसकेपछि हामीले यहाँ तल बटनमा गएर सेभ गर्न सक्छौँ। सेभ अप्सन आउँछ, सेभ गरेर हामीले यो पुरा गर्यौं। अब त्यसपछि अब हामीले टिचर र स्टाफको पनि हामीले त्यसरी नेपालीमा लेख्न सक्छौँ। जस्तै टिचर स्टाफकोमा गएर क्लिक गरेर टिचरमा अब सिलेक्ट जेन्डर गर्ने, मेल अथवा फिमेल यहाँ अप्सन चुज गर्ने। मैले मेल गरेँ। त्यसैगरी टिचर लेभलमा गएर क्लिक गर्ने। त्यसपछि ECD प्राइमरी बेसिक लेभल 1 to 5, लोवर सेकेन्डरी बेसिक लेभल 6 to 8 र सेकेन्डरी लेभल 9 to 10 र सेकेन्डरी लेभल 11 to 12 सम्म छ। हाम्रो चाहिँ प्राइमरी बेसिक लेभल 1 to 5 भएर म त्यसमै क्लिक गरेँ। त्यसपछि लोड गरेँ। लोड गरिसकेपछि हाम्रो यहाँको टिचरको डिटेल आएको छ। मैले टिचरको डिटेलकोमा एक्सनमा गएर मैले एडिट गरेँ। एडिट गरिसकेपछि यहाँ टिचरको डिटेल देखाउँछ। त्यसपछि यहाँ पनि शिक्षकको नाम नेपालीमा आइसकेको छ, देख्न सक्नुहुनेछ। यी मैले टाइप गरिसकेको छु र त्यसैगरी अब हामीले यसमा सेभ गर्ने र यसैगरी प्रत्येक शिक्षकको यसरी एक्सनमा गएर सबैको नाम चाहिँ नेपालीमा टाइप गरेर हामीले तलबी प्रतिवेदनका लागि चाहिँ हामी तयार गर्न सक्छौं। धन्यवाद। ल अब धन्यवाद है। यो एउटा भिडियो चाहिँ भयोस् नहोस्। प्लिज ओपन द डोर। मैले एउटा यहाँ बना भएर चाहिँ